हेलो साथीहरू, म चाहिँ अहिले जाँदैछु। कहाँ जाँदैछु भने हेर्दै जानु। म चाहिँ अहिले जाँदैछु दोकान। यहाँ हेर्नु न, हाम्रो सिँढी चाहिँ यत्रो सिँढी झर्दा चढ्दा हुन्छ, त्यही भएर दोकानै जानु मन लाग्दैन। अब म तपाईँलाई दोकानको बाटोहरू देखाउँछु ल। अहिले झर्दै गरेको म हिँड्दै गर्छु ल अगाडि। काममा अन्डा देखेर त रफ्तार बढ्यो त तिम्रो त। यो चाहिँ हाम्रो भाइ पढ्ने स्कुल। यसमै हालेको थिएँ भाइलाई, तर अहिले निकाल्नु पऱ्यो किनभने भाइले गर्लफ्रेन्ड बनाएर यसमा त साह्रै अप्ठ्यारो पार्यो। अनि त्यही भएर यसलाई यहाँबाट निकालेर चाहिँ अब अर्को स्कुलमा हाल्ने। यो रिक्सा स्ट्यान्ड हो। यहाँबाट बसेर नक्सलसम्म जानु सक्नुहुन्छ। मन्जिल आइपुग्यो हाम्रो मन्जिल मिठाई दोकान। हेर्दा त खाउँ लाग्यो नि, तर के भन्नु, 10 र 12 भन्दा तलको दामको छैन। बगुवा त खान्थे नि। এটা দুটো আর এটা তিনটে। कहाँ गयो फेरि? ल हेर, यहाँ त पसेछ अब भगवान्। यो फेरि बजार निस्केपछि एउटा कलकत्ताको एउटा दोकान नछोड्नु भन्छ। हो, यहाँबाट हेर्दैछ, एउटा दोकान नछोडौँ भन्छ, हरेक दोकानमा गएर के किन्छ। यहाँ हेर्नु, एउटा दोकान छोड्दैन। बाहिर निस्किए कि लुगा लगेर निस्किए कि बुझेन हुन्छ कि डल्लै दोकान चाहिँ अब खाने भयो। कमसेकम 1-2 दोकान त छोड, हरेक दोकानमा गइरहेछ, हरेक चिज लिइरहेछ। आमा, एउटै दोकानबाट सबै चिज लिनु सक्दैन। दोकान देखि कि कुदिहाल्छ। फाइनली कम्प्लिट भयो होला। अब कि भएको छैन, ठिकै छ। तर पनि अब लु बल्ल सपिङ गरेर आयो भाइ। त्यसले सपिङ गरेपछि त लुगाहरू गर्छ नि, त्यो चाहिँ आमामा पोलोथिन बोकेर के हो।